यो तिहारको माहौलमा हाम्रो यात्रामा बाटोमा नानीहरूले देउसी भैलो प्रोग्राम राखेका छन्। रुकुमै कोटा भिडियो बन्दै सकिहाल्यो। यो घुम्दै नघुमेर नाच्छन्। हामी देउसी ल कहाँ सिपी भनेको हामी जान देउसी लाइने आगे ल हामी देउसी कतिवटा घरमा खेल्यौ तिम्रो अहिलेसम्म? अनि चामल छैन त हामीसँग तिम्रो दिनलाई? चामल पर्दैन? के आशीर्वाद मात्रै दिए हुन्छ? तिमीहरूलाई आशीर्वाद मात्रै दिए हुन्छ कि पैसा पनि दिनुपर्छ? आज कति 10वटा घरमा खेल्यौ? कति 900 रुपियाँ कमाइसक्यौ? कहिलेसम्म खेल्ने तिमीहरू? पर्सि नखेल्ने? भाइटिकाको दिन पनि टिका लाउने अनि खेल्ने फेरि हैन? हो तर खेल्ने त हो टाढा जानुपर्ने रहेछ क्या हैन? यहाँबाट भुलभुले जान कति लाग्छ? 2 घण्टा लाग्छ? हामी त 1 घण्टा पुग्ने भनेको त। सबै बुढा परिवार हो? सबै यिनीहरू बुढै बुढा रहेछन्। सबै यिनीहरू पुरै 2टा 3टा घरको आएका छन् कि यिनीहरू दाजुभाइहरू सबै हैन? खाली त्यही कमरेमा हुन्छ। अब अर्को अब अर्को एउटा खै त मादल बजाएको को मादल बजाउने? नाच 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 हो घुम्नु पनि पर्यो रेल। ल साथी यस्तो ठाउँमा हामी यो जङ्गलको बीचमा छौँ। अब हामी यहाँ बाटोमा हिँड्दा हिँड्दै यो नानी बाबुहरू चाहिँ देउसी खेल्न हिँडेको रहेछन्। अब हामीले चाहिँ देउसी भैलो खेल्नको लागि चाहिँ यिनीहरू यहाँ बाटोमा नाचेर फर्किन्छौ? त्यो त्यत्रो उकालो जानुभन्दा 50 रुपियाँ लिएर यहीँबाट फर्क्या हो। तिमीहरूले यो उठाएको पैसा पछि सबै मिलेर के खान्छौ? पिकनिक खान्छौ? हो ल भोज खाने है। अलि ठुलो भएपछि जाँड रक्सी नखाने नि फेरि है। कति कति यहाँ पढ्छौ तिमीहरू? ल राम्रोसँग पढ्ने है। ल ल ह्याप्पी तिहार तिमीहरूलाई, ह्याप्पी तिहार। जाउँ जाउँ जाउँ। उमेर हो नि त यो उमेर हामी पनि यस्तै थियौँ। अनि हेर यस्तो जङ्गलको बिचमा अब यो त्यहाँ यहाँबाट 2-3 घण्टा लाग्ने बाटो हिँडेर 2टा घरमा देउसी खेल्नको लागि हिँडिरहेका छन् नानी बाबुहरू बिचरा। जाउँ जाउँ जाउँ। हामी पनि यो उमेरमा यस्तै थियौँ।